हेलो गाइज वेलकम ब्याक टु युट्युब च्यानल। आज चाहिँ धेरै पछि म आइसकेको छु। आज म गाउँ जाँदैछु म भाइ मम्मी भएर। अनि त्यसपछि अब दसैँ पनि आइसक्यो, नजिकै छ। अनि अब गाडी त एकदमै भिड हुनेवाला छ। अनि अब कसरी एडजस्ट गरेर जाने भने मलाई पहिल्यै टेन्सन भइसक्यो। अब बस्न त अभियसली पाइन्न, बस्न पाइयो भने भाग्यको कुरा हो। अनि त्यही हो, अब गाडीमा त देखाउनु पाउँछ कि पाउँदैन थाहा छैन। अब त्यही नि हेर्दै राख्नु होला। अनि त्यसपछि मम चाहिँ उताबाट आउँदै हुनुहुन्छ। मामाले छोडिदिनु भएको मम्मीलाई चाहिँ। मम्मी चाहिँ उता रङ किन्न जानुभयो, मैले झ्याउ ल्याइसक्यो। गाडी नै होइन यहाँ त। झोलाहरू चाहिँ यहाँ छ। अनि उहाँ चाहिँ क्रिस्टी र आन्टी हुनुहुन्छ। गाईहरू यस्तो है, प्याका प्याक छ। ठाउँ टेक्ने ठाउँ छैन यहाँ चाहिँ। अब हामी पनि जान्छौँ, हाम्रो अटो पनि आइसक्यो। यो हामी चढ्ने अटो 4 जना। बाटो पिजे होइन, खट्याङ खट्याङ भइरह हो। ल नाउ अब चाहिँ पिज स्टार्टेड भयो। हामीलाई खच्याङ खच्याङ खतम। टाटा बाई बाई। ओके, मम्मी डराउँदै हुनुहुन्छ मम्मीले खसाल्छ कि भनेर। हेर्नुहोस् गाईहरू कति राम्रो देखिरह। धानको बाला जुल्यो खेतैमा नेपालीलाई छु भएको। यहाँभन्दा धेरै गाईहरू फेरि कपिराइट लाग्न सक्छ। यहाँ थिनी चाहिँ हाम्रो खेत छ। हामी चाहिँ माथिबाट चाहिँ तल आउने है, के अरे धान रोप। यहाँ तल हाम्रो खेत छ, तर एक्ज्याक्टली कुन हो थाहा छैन मलाई। हाम्रो घर चाहिँ अलि माथि हो, त्यहाँ माथि। ल आइयो। This is my house. Fine. This one. आमाले उताबाट हेरेर बस्नु आए हाम्रा भनेर। जम्मा यति हो है हाम्रो झोला चाहिँ। क्रिस्टी लराको खुसी छु है, खुसी। त्यहाँ आमाले हेरिरहनु भयो। म चाहिँ यता हो, मन झरिसके। खै मम्मी त पैसा हरा भन्दै हुनुहुन्छ, के भन्नुभएको। आमा हामी आयौँ भन्ने थाहा पाएर आउनको हेर्न। गाडी बेसी आयो भने हेर्न त्यो कपाल क्यारेको यो कपाल क्यारेको रे आमाले त यो फिजानेको त आएको केटा पक्न के भयो रे आमा, के भयो? ए बा के गर्न जानु थियो झाडी यहाँ? यस यत्रो बुढी हुँदा नि घाँस खान छोड्नुहुन्न है हाम्रो आमा चाहिँ। हामीलाई धोका दिएको त्यो अटोले। आमा के अरे त्यो हामीले लिन बोलाएको थियौँ, अनि त्यो लिन बोलाएको चाहिँ हामीलाई नलिकन अर्कैलाई लिएर आएको। हामीले पहिला बोलाएको होला सायद।
मैले देखेको थिएँ त्यसले यता दुईटी आइमा लिएर गएको थियो आमा चाहिँ गोरी हुनुहुन्छ म चाहिँ काली गाई ड्याडी कालो भएर म नि कालो भएँ धेरै साना कति राम्रो थियो आफ्नो छोरा त राम्रै लाउनु भएको अरे नि आमालाई राम्रो थियो बज्रेको हजुरआले पनि रामेको हाले यो केटो पछि नराम्रो हुन लाग्यो यति राम्रो छ भन्दै खेलाउनु आमाले कति 16 वर्षको डिफ्रेन्स पाउनु होइन दिदीलाई र ड्याडीलाई त्यही भएर छोरोको उ भएर दिदीलाई दिदी 15 वर्षको के फुपू दिदी भन्न खोजेको दिदी भनेको हामीले चाहिँ फुपू दिदीलाई दिदी नै भन्छौँ होइन आमा ठुलो दिदीसँग हिमा दिदी आमाले चाहिँ मोबाइल अब्जर्भ गर्दै हुनुहुन्छ कस्तो मोबाइल ल्याइदिएछन् रे आमा कसले ल्याइदिएको मेरो मोबाइल आमा मामाले ल्याउने कस्तो लाग्यो हजुरलाई राम्रै छ बाबा नै होइन यता हेर्नु न दोहोरै देखिने चिज हो आमा अचम्म पर्दै हुन्छ यसलाई आमा आइफोन भन्छ बुझ्न कपडा नि मलाई यहाँ यत्रो महँगो फोन ल्याइदिनको कपडा खाएर ल्याइदिनु भाइलाई चाहिँ कपडा हो आमा हामी नि आयौँ अब हजुरलाई दसैँ ला जस्तो लाग्यो नै अब खुसी हुनुभयो नि हिजो अस्तिदेखि हेरेको गर्नुभएको थियो अरे आमाले अनि आज आयौँ के अरे अनि त्यहाँ हेरेर बस्नुभएको थियो आमाले टुक्लुक्क लाएर अब आउँछन् यिनीहरू छुट्टी भयो कतिखेर आउँछन् भनेर कहिले हेरेर आमा आमाले उहाँ 9 गते कहिले छुट्टी हुन्छ के हुन्छ भनेर सोध्दै बस्न कहिले आउँछन् भनेर यहाँ मम्मी पिजी कति धेरै झोला के न के का झोला खासै के होइन त्यही कपडाहरू अनि अलिअलि के अरे खानेकुरा भन्नाले अब यसो चाउचाउ के खानेकुरा भन्नाले फेरि साह्रै त्यस्तो खानेकुरा नि होइन मम्मीले खै म थाहा मम्मीले आमालाई ढोक गरेर उभिने रे नि त सासूलाई ढोक गर्दै हुनुहुन्छ मम्मीले चाहिँ म 1 नम्बर कि अल्छी आमा 1 नम्बरको जागरी यति बुढी हुँदा पनि नाटक यहाँ हेर्नुहुन्छ नाटक आमा लजाएर पर्दैन अरे यति मजाले मेवा फलेर हिजो यहाँ पनि यहाँ चाहिँ सुन्तला यहाँ बेलौती छ मजाले कुहिएर नि झरिसकेछ खाने मान्छे नभएर चाहिँ बेलौती यहाँ किरै लगाइसकेछ खाने मान्छे नभएर के ठुल्याडी हुनुहुँदो रहेछ ठुलोलाई त भेटेको थियो अघि पल्तिर बा नमस्ते पल्तिर हाई पल्तिर कता हुनुहुन्छ सन्ती नमस्ते ड्याडी चाहिँ खै उमा आउनुहुन्छ होला मिलाउनु र विवेकले खाजा खाँदै मम्मी र म आएको पारिजात झरिसकेछ यहाँ भइभरि मिठो हो विवेक यहाँ त कलर लाउँदै हुनुहुँदो रहेछ के अरे कलर होइन के अरे विवेक के हो रे यो छेप्नु भएको के हो रे यहाँ सेतो सेतो कमेरो ए चुना हो यहाँ कपडा धोएर सुकाएको गाइजहरू हेर्नु यहाँ खसेर मम्मी घाँस लिएर आउनुभयो तिनै हालिउ के हेर्नु न खस्यो मम्मी घाँस लिएर आउनुभयो आमाले भात पस्किँदै हुनुहुन्छ भित्र यो अर्को आमा त्यो कपाल मिलाउनु न हेरेर बैराग भएर बस्नु के अरे सुन्नु त खुट्टाको नङ किन काट्ने रे आमा
आमाले भन्नको पर्सि चाहिँ दसैँ हो नि त अनि दसैँमा चाहिँ खुट्टा यसो ढोगिहाल्छन् अनि ढोग्छन् यसो खुट्टाको नङ काट्दै मैले आँखा देखिनँ भन्दै हुनुहुन्छ आमाले के जाने हेर्न यो आँखा चाउरी परेका हात खै म त कति काली हो बुढी हुँदा त अनि म अझै बाँचे छ नि यस्तै हो हेर्नु त चाउरी परेका हात त्यही फोरो ल्याउनु त काटियो नि न है गोबर लारेर हातभरि मैलो आमाको हात उता कृष्टि कपडा धुँदै थिए यहाँ सरोज यहाँ जीवन दाई हुनुहुन्छ यहाँ सफा हार्ने रे यो सबै दाइले सफा हार्नु भएको रे आएपछि होइन दाइ सधैँ दाइले त सफा हार्नु धारो बनाउनेदेखि लिएर यता उस गर्नेदेखि दाइ न आशा काम सुरु हुन्थेन अहिलेको जति छिटो भएछ जीवन दाइ छिटो आएर यताको कहिले हो त नि दाइ यता भाइहरू आउँदैछन् यिनीहरू नि दसैँ मनाउन गाउँ आएका नि यहाँ कलर लाउने झगडा गर्दा कसैलाई चाहियो भने 1000 रुपियाँमा ज्ञानी बच्चा विवेक ए कलर लगाइरह यहाँ नि लगाइछ विवेक तैँले गीत बजाउने यी भाइ आएर त्यहाँ बेलौटी टिपिसकेरहेछ यहाँ सुप्रिन्स बेलौटी खाँदैछ यता यता बेलौटी खाने भए आउने गाउँमा हरेक सब्सक्राइबर र 3टा बेलौटी क्या चल रहा सफर त्यही उता पछाइरहेको नि पछाडि गाइज अब क्रिकेटको प्र्याक्टिस क्रिकेटको प्र्याक्टिस रे ए खस्यो ल यिनीहरू प्लेयर हुने अब भोलि पर्सिको भविष्यका क्रिकेट प्लेयर गाइजहरू होइन खसालिस गर्नु होला ब्लग त्यति भन्न चाहन्छ कुइ है त्यो फालिदियो हो खतरा डराएछु ल देखाउनु सुप्रिन्स कस्तो त्यो होला कस्तो राम्रो यस्तो पुरै 1 घन्टाको हुन्छ तर बेलौटी टिपेर कहिले भ्याइन्न त्यति छ इमेजिन कति होला अहिले हामी कति ओटा टिभी सकिन देखाउँ मम्मी यहाँ हाल भन्दै आउनु भयो नहाले मम्मीले हाल्ला ल गाइज म ट्राई गर्छु त्यसमा आउनु खसेन सुप्रिन्स हिँड्नु है बोकेर उयो चाहिँ झर्ने रे ल झरेको हिँड्दै हान्दैछ आइसकेको छु गाइज भर्खरै आउने बित्तिकै गाइज रुखमा चढ्न पठाइदियो के भन्नु छ भाइलाई बोक्नलाई बाल्टी ट्रेनिङ हो ल बाई बाई ल जिया अडाउने स्टाइल है यो राखेर बेलौटीको उस राखेर खडा यहाँ बेलौटी खाने महानुभावहरू रुखमा चढे हो भाइ चाहिँ म चाहिँ त मलाई खै त नि ठुलो यता त कति कालो आखास भाइ यताबाट छि खान्न त कति सानो हो त नि क्रिस्टले हान्दा नि सानो हो त छिटो मलाई मेरो भागा चाहिँ यो पर है
मेरो कृष्टि जत्रै लेख्यो भने खाइदिएन यो तैँले आफै टिभी खाइदिएस् यो ठुलै देखियो मोबाइल त तर सानो हो खैदिया त त्यो यो चाहिँ यसको भाग नै भयो कस्तो कटा हानेको छ नि याद छ यार आइफोन कति हो त्यो यो हामी यसरी भेला हुने भनेको दसैँको बेलामा मात्रै हो सबैजना नत्र भने चाहिँ सबैजना आफ्नो काममा व्यस्त भन्नाले सबै पढाइ यताउति भएर सबै घरतिर हुँदैन नि त त्यही भएर यसो मेमोरीको लागि चाहिँ सबैजनालाई देखाउँदै यो भेला भएको चाहिँ एकदमै मेमोरेबल पल हो होइन अनि त्यसपछि यस्तो दिन त खासै कहिले नि आउँदैन कि दसैँमा बाहेक एक वर्षमा एकचोटि मात्रै हो सबैजना यसरी भेला हुने नत्र भने त गाउँमा कोही पनि हुँदैन गाउँ नै खाली रित्तो हुन्छ को अल्लु अर्जुन राहुल अल्लु अर्जुन नै लाउँछ अरे यहाँ स्पर्श छ उस कपाल द लक्की द रेसर हो कि द लक्की लक्की द रेसरको जस्तो लाग्छ कि नाम नि थाहा छैन बाबुलाई अनि मी विथआउट पुडेको चप्पल सोयाबिन र तेल मेरो सबै खान्छन् नि म चाहिँ यहाँ छु सबैजना छ नि मलाई नि यसको साथै हेलो 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 मात्र हो पठाउँछ नि मैले बोल्न लासी बोल्न यहाँ बिजी छन् बिजी यहाँ स्न्याप है यो देखा न अनुहार म चाहिँ यता छु सबैजना बेला भएको बाई बाई गाइज यो ब्लग चाहिँ यहीँ नै इन्ड गर्छु मैले अब नेक्स्ट ब्लग चाहिँ अब कहिलेको हुन्छ भन्नाले भिडियो ब्लग जे भए पनि त्यो चाहिँ कहिलेको बनाउँछु भने मलाई पनि थाहा छैन अब यो चाहिँ यहीँ इन्ड हुन्छ उहाँ पोखरादेखि यहाँसम्म आएको अनि अब नेक्स्ट चाहिँ अब दसैँको त अभियसली बनाउने नै छु अनि अब नेक्स्ट भनेको अब कहिलेको हुन्छ थोरै क्लिप गर्दै दसैँ अगाडिसम्मको हाल्छु होला सायद बाई